बुद्धिमान मानिसलाई केवल एक पलको बुझाइ चाहिन्छ र उसलाई तुरुन्तै थाहा हुन्छ कि बीचमा अड्किएको यो धातुको छडीलाई कसरी बाहिर निकाल्ने। तर जसको सोच अड्किन्छ उनीहरूलाई यदि पुरै दिन दिए पनि सायद यो गर्न सक्दैनन्। भनिन्छ कि यो प्राचीन समयमा बच्चाहरूको दिमागको शक्ति जाँच्नको लागि एउटा शास्त्रीय पजल थियो। यदि कसैले बिना सोच विचार छडीलाई बी आकारको रिङको तलबाट अन्तिमसम्म लैजाने प्रयास गर्छ भने बीचको भागले बलियोसँग बाटो रोकिदिन्छ र छडीलाई फेरि फिर्ता तान्नुपर्ने हुन्छ। जब कसैले पहिले त्यो बीचको भागलाई निकाल्ने प्रयास गर्छ तब थाहा हुन्छ कि त्यो बी आकारको रिङको दुवै छेउका गोल प्वालहरूमा अड्किएको छ र बाहिर आउनै सक्दैन। रिङ र बीचको भाग मिलेर एउटा बन्द संरचना बनाउँछन् र छडी बीचमा कैद हुन्छ। धेरै मानिसहरूले यही धैर्य गुमाउँछन् र हार मान्छन्। तर जसको दिमाग तीव्र चल्छ उनीहरूले चीजहरूलाई फरक नजरियाले हेर्ने प्रयास गर्छन् र सोच्छन् कि के यी साना गोल प्वालहरूबाट कुनै बाटो निस्कन सक्छ। जब छडीलाई गोल प्वालको बीचबाट निकाल्ने कोसिस गरिन्छ तब लाग्छ कि अब त काम भइहाल्छ। तर छडीको बन्द संरचना फेरि अवरोध बन्न पुग्छ। यही नै हामीले आफ्नो पुरानो सोचबाट बाहिर निस्केर नयाँ तरिका खोज्नुपर्छ। भनिन्छ नि, सोच खुल्यो भने बाटो खुल्छ। ध्यान दिएर हेर्नुहोस्, जब छडीलाई बी आकारको रिङको तलबाट घुमाएर गोल रिङसम्म ल्याइन्छ तब छडी र बीचको भागको कोणलाई थोरै मिलाउनुहोस् ताकि बीचको भागको गोल रिङ सजिलै छडीको बीचबाट निस्कियोस्। त्यसपछि छडीलाई हल्का ढल्काउनुहोस् ताकि त्यो बीचको भागसँग सिधा उभियोस् र दुवैलाई सँगै माथि उठाउनुहोस्। अब छडी बाहिरबाट भित्रतिर घुम्दै गोल रिङलाई पार गर्छ र छडी सफलतापूर्वक बीचको भागको ठाउँमा पुग्छ। तैपनि छडी सिधै बाहिर निस्कन सक्दैन। अब हामीले छडीको कोण फेरि बदल्नु पर्छ ताकि त्यो भी आकारको रिङको छेउको गोल रिङमा जान सकोस्। अब सबैभन्दा महत्त्वपूर्ण कदम आउँछ। बीचको भागलाई हल्कासँग पल्टाउनुहोस् ताकि छडी माथिको गोल समात्ने ठाउँबाट मुक्त होस्। अन्त्यमा छडीलाई पछाडितिर तान्नुहोस् र यसरी छडी सजिलै बाहिर आउँछ।